हेलो युट्युब फ्यामिली, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी घिरौँला र मासुको तरकारी बनाउन जाँदैछु। सुरुमा मैले प्यान तताएँ, त्यसमा तोरीको तेल राखेँ अनि मैले सिधै मासुलाई राखेँ। मैले केही पनि फुराइनँ किनभने यो मासुलाई हल्का रातो रातो हुन्जेल भुट्नुपर्छ। मासुलाई फ्राई गरेँ। मासुलाई फ्राई गरुन्जेल मैले घिरौँलाहरू पखालिओरी काटेँ। घिरौँला रेडी गरेँ। यसरी मासु र घिरौँलाको तरकारी चाहिँ एकदमै मिठो हुन्छ, तर मासुलाई चाहिँ अलि रातो रातो हुने गरी खराउनु पर्छ। यत्तिको मासु रातो रातो हुने गरी खराइसकेपछि अब मासुलाई निकालिसकेपछि त्यसमा तेल बाँकी हुन्छ। हामीलाई चाहिँ चाहिने सामग्रीहरू चाहिँ घिरौँला, गोलभेडा, अदुवा लसुनको पेस्ट र प्याज। सुरुमा त्यसपछि मैले अघि नै बाँकी भएको तेलमा मेथी, तेजपत्ता र खुर्सानी फुराएँ अनि प्याजलाई फ्राई गरेँ। फ्राई चाहिँ खैरो खैरो हुने गरी फ्राई गर्नुपर्छ। त्यसपछि मैले अदुवा र लसुनको पेस्ट हालेँ। थिचेको, यो चाहिँ सिलौटामै थिचेको भएर त्यस्तो पेस्ट जस्तो देखिएन। यसलाई पनि मजाले भुट्ने, एकदमै मिठो बास आइरहेको थियो। त्यसपछि मैले घिरौँलालाई हालेँ। घिरौँलालाई पनि एकछिन उल्टाइ पल्टाइ गरेर चलाउने र यो पाक्न दिने। यो नरम भएर गलेपछि एकदम थोरै भएर जान्छ। यो बेसकन चलाउन पनि हुँदैन, यो टुक्रा टुक्रा हुनसक्छ, त्यही भएर बिस्तारै चलाउने। र अनि अहिले गोलभेडा पनि हालिदिएँ मैले, हल्का कम भइसक्यो, गलिसक्यो। यो गोलभेडा पनि गल्यो, हेर्नुहोस् त कति मजाले। यतिको भइसकेपछि मासु हाल्ने, अघि नै फ्राई गरेको। मासु हालेर मजाले चलाइदिने। यो घिरौँला अझै नै थोरै भएर गइसक्यो, अघिभन्दा धेरै नै कम भयो। हाम्रोमा चाहिँ यसको झोल मन पराउँछ, त्यही भएर मैले थोरै पानी एड गरेँ। यदि हजुरहरूलाई मन पर्दैन भए पानी एड नगर्नु हुँदाखेरि पनि हुन्छ। अब मैले यसमा नुन, खुर्सानीको धुलो, बेसारको धुलो, जिराको धुलो र थोरै मिट मसला हालेँ। मिट मसला चाहिँ एकदमै अप्सनल हो, हजुरलाई मनपर्छ भए मात्र हाल्नुहोला। ल हेर्नुहोस् त, हाम्रो घिरौँलाको तरकारी रेडी भयो। थ्याङ्क यू फर वाचिङ। हजुरहरू पनि यसरी नै बनाएर खानुहोला। बाई बाई।